हेलो एभ्रियन फेरि अर्को फाइट हाम्रो सुरु भएको छ जसमा हुनुहुन्छ समृद्ध स्याङथन ब्लू प्याडमा हुनुहुन्छ भने हाम्रो रेड प्याडमा हुनुहुन्छ श्रीसा तामाङ ओके राम्रोसँग खेल्नुहुन्छ है ओके तल नहान्नुहोस् पावर नखेल्नुहोस् एकदम स्पायरिङ टेक्निकहरू है ओके ल ब्लगहरू राख्ने ओके लेट्स स्टार्ट ल ल फाइट 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 पछाडि नजाने पछाडि नजाने पछाडि नजाने पछाडि किन कहाँ पछाडि किन कहाँ शीर्षा शीर्षा पछाडि किन कहाँ भने ए रेफ्री को साइड ब्लक खोइ ब्लक भएन है शीर्षा ब्लक 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 खोइ स्ल्याब पड्काउनु चेस्टबारमा हान्नु पर्यो साइड जाने साइड कहाँ ब्याक होइन माथि हान साइड गर माथि हान शीर्षा हानिहाल किक गुड हान्यो अब हानिहाल फेरि हान शीर्षा सेम ब्लक राखेर हानिहाल ग ल हान्नुहोस् स्ल्याब किक स्ल्याब पछाडिको स्ल्याब हान्नुहोस् ब्लक राखेर हान्नुहोस् हानिहाल आउटिन हान्नु पऱ्यो नि क्लोजमा आउटिन हान्नुपर्छ है आउटिन ल हान्नुहोस् माथि पछाडि गएर हानिहाल्नु न शीर्षा अब हाने राइटले हो स्ल्याब दुईवटा हान्नु 1 2 स्ल्याब हान्नु भनेको होइन समाउन किक समाउन गो खोइ त लागेन है माथि आउटिन हाने शीर्षा गो 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 खोइ पछाडि गएर हान्नु न ब्याक गएर ड्याममा राइट स्ल्याब गुड त्यसपछि माथि हान्नु माथि आउटिन खोइ फेरि पछाडि ब्याक अझ ब्याक त्यो खोइ हानेको सिलिस राइटले हान्नु न माथि ब्लक छैन है शीर्षको ब्लक भएन है ब्लक साइगर हानिहाल्नु साइगर राइटले हान्नु न स्ल्याब खोइ अब हान्नुहोस् गुड पछाडि गएर साइगर हान्नु साइगर स्ल्याब लेफ्टले हाने खोइ त्यसरी हान्नु न साइड जानु घुमिहाल्नु अब हान्नु राइट माथि गुड सेम कता आउँछ हेरेर ड्याममा हान्नुहोस् है पछाडि नजाने धेरै ब्याक नजाने स्टप ओके स्टार्ट अब दोस्रो राउन्ड स्टार्ट भएको छ ब्लक राख्ने है शीर्षा पछाडि नहट्ने 2 टाइम्सभन्दा पछाडि हट्यो भने मार्क्स कट हुन्छ थाहा थिएन दिमाग थिएन ल माथि हान्नु त्यसै त्यो रेफ्री उता माथि हान्नु माथि ह्यामर हान्नुहोस् शीर्षा साइगर अब हान्नु साइड राइटले हान्नु नि त्यो साइड गएपछि त अब हानिहाल्नु ड्याम त्यसरी गुड माथि हान्नुहोस् माथि ब्लक राखेर हानिहाल्नु हानिहाल्नु ब्लक खोइ त ब्लकै भएन ब्लक पड्किसक्यो है शीर्षा ब्लक राखेर हानिहाल्नु नि ब्लक भइरहेको त स्ल्याब हान्ने हो क्या पुसिङ मात्रै हानेर स्ल्याब किक अब हान्नुहोस् साइड घुम्नुहोस् दुईवटा हान्नु नि ड्याम अब हानिहाल्नु साइड गएर गुड ठेल्ने हाने क्या किन ठेल्ने किन प्रेस उ गर्ने हान्नु माथि
अब हान ड्याम ड्याम हान दुइटा हान 1 2 स्ल्याप स्ल्याप त्यसरी हान्नु न ब्लक राखेर गो अब हान माथि हानुस् गो 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 दृश्य साइड यता आउने यताबाट कुरा अब हानेल राइटले ठोकिहाल ब्लक 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 गो समिता आउटिन गो दुइटा माथि शीर्ष ह्यामर ल स्टप